सो धेरैजना मान्छेहरू जिम किन जान्छन् भने धेरैजना भन्छ लुक्स मेन्टेन गर्न जान्छन् कि लुक मेक्सिङ गर्न जान्छन्। तर पनि धेरैजनाको प्रोग्रेस नदेखिनुको कारण भनेको धेरै हुनसक्छ। जस्तै उनीहरूको इन्टेन्सिटी वर्कआउटमा राम्रो छैन कि उनीहरू वर्कआउट राम्रोसँग फलो गरेको छैनन् कि उनीहरूको वर्कआउट स्प्लिट राम्रो छैन कि उनीहरूको डाइटमा कमी छ कि उनीहरूको वर्कआउट गर्ने टाइममा कमी छ। जस्तै अब मसल धेरैजना गेन गर्न खोजिरहेका छन् भने त्यसमा नि केटाहरूको क्याटेगोरीमा केटाहरू किन जिम जान्छन् भने इम्प्रेस गर्न पनि जान सक्छन्। तर धेरैजना इम्प्रेस गर्न गइरहेका हुन्छन्। आज म यस्तै मसल ग्रुप भन्न गइरहेको छु जसले तपाईँको लुक्सलाई इम्प्रुभ गर्न जान्छ। पहिलो मसल ग्रुप भनेको चेस्ट भनेको अब जसको चेस्ट राम्रो छ त्यसलाई सुपिरियर टाइपको मानिन्छ क्या। जस्तै ब्रोड चेस्ट स्पेसली भनेको अप्पर चेस्ट। जसको अप्पर चेस्ट राम्रो छ त्यसको चेस्ट राम्रो छ भनेर मानिन्छ जिम कम्युनिटीमा। अनि अप्पर चेस्ट गेन गर्नु भने निकै नै अप्ठ्यारो हुन्छ। अनि अप्पर चेस्टको लागि सबसे राम्रो एक्सर्साइज भनेको त्यही रेगुलर एक्सर्साइज जस्तै डम्बल चेस्ट प्रेस अनि अर्को भनेको केबलमा हान्न सकिन्छ। अनि अर्को मसल ग्रुप भनेको सोल्डरको पनि रियर डेल्ट्स भन्ने हुन्छ। यो पछाडिको सोल्डर वाइड पार्न पनि निकै नै अप्ठ्यारो हुन्छ। तर त्यस्तो अप्ठ्यारो पनि हुँदैन। तर धेरैजनाको सोल्डरसँग माइन्ड मसल कनेक्सन हुँदैन। अनि माइन्ड मसल कनेक्सन बनाउनको लागि सबसे राम्रो भनेको एक्सर्साइज भनेको त्यो पेक डेक फ्राई भन्ने मेसिनमा हान्न सकिन्छ। अनि साइड रेजेस हान्दा पनि भयो। साइड रेजेस पनि हान्ने त्यो स्पेसली बारबेलमा हान्दाखेरि राख्छ नि राम्रो। अनि अर्को भनेको साइड रेजेस अनि बारबेलसँग हान्ने साइड रेजेस बारबेलसँग हान्ने यो वाला मुभमेन्टमा अनि साइड रेजेस यो वाला मुभमेन्टमा। अनि जस्तो अब म चाहिँ के स्पेसली सजेसन दिन्छु भने बारबेलसँग हान्दाखेरि अप्पर सोल्डर निकै नै राम्रोसँग राख्दो रहेछ। अनि अर्को मसल ग्रुप भनेको अप्पर ब्याकमा पनि ट्र्याप्स र ऱ्याट्स। जसको ऱ्याट्स राम्रो छ त्यसको बडी सेप वाइड देखिन्छ। अनि ऱ्याट्सको लागि सबसे राम्रो एक्सर्साइज भनेको ल्याट पुल डाउन भइहाल्यो। ल्याट पुल डाउन त मेन हो। अनि अर्को भनेको टी बार भन्ने एउटा छ एक्सर्साइज त्यो पनि राम्रो छ। रोरिङ कि त्यस्तो टाइपको एउटा के छ त्यो हान्दा पनि भयो। अनि आर्म्सको लागि आर्म्स पनि एउटा एट्र्याक्टिभ मसल ग्रुप नै हो। बाइसेप र ट्राइसेप। अनि जिममा चाहिँ के मान्छेहरू त्यो गर्छन् भने जसको आर्म्स ठुलो छ त्यसलाई जिमको जाने मान्छे भन्ने क्याटेगोरीमा छुट्याएको हुन्छ क्या। सुरुमा चेक गर्नु भने मान्छेहरू भनेको आर्म्स दियो त जिम जान्छस् भनेर चेक गर्नु भनेको आर्म्स दियो। अनि आर्म्सको लागि सबसे राम्रो भनेको त्यही डम्बल कस कि त बारबेल कस हान्दा भयो। अनि आर्म्सको लागि सबसे राम्रो आर्म्स त एउटा सानो मसल ग्रुप हो। अनि आर्म्स बनाउनको लागि सबसे सजिलो भनेको इन्टेन्सिटी हाई गर्ने र सेटमा इन्टेन्सिटी हाई। अनि डाइट राम्रो भयो भने आर्म्स इजिली गेन गर्न सकिन्छ। अनि आर्म्ससँगै फोर आर्म्स पनि एउटा एट्र्याक्टिभ मसल ग्रुप हो। धेरैजनाको फोर आर्म्स विक हुन्छ। त फोर आर्म्सको लागि सबसे कि त ह्यान्ड ग्रिपरदेखि फोर आर्म्स हान्दा पनि राम्रो हुँदो रहेछ। तर म हानेको छैन। अनि एप्स पनि एउटा एट्र्याक्टिभ मसल ग्रुप हो। धेरैजना एप्स हानेकै हुँदैन तर एप्स पनि एउटा मसल हो। जस्तै हामी बाइसेप ट्राइसेप हान्छौँ त्यस्तै एप्सको पनि हान्दाखेरि हाम्रो मसल बन्न सक्छ। अनि अर्को भनेको ग्लुट्स पनि एउटा एट्र्याक्टिभ मसल ग्रुप नै हो। जस्तै अब पेन्ट लगाएको बेला त ग्लुट्स पनि देखिन्छ नि त। ग्लुट्स सानो भयो भने नराम्रो देखिन्छ। अनि धेरैजना ट्रोल पनि हानिरहेका हुन्छन् जसको ग्लुट्स सानो छ। स्पेसली बोइजहरूले हानिरहेका हुन्छन्। जस्तै हाम्रो क्लासमा एकजना सरको ग्लुट्स सानो छ अनि
धेरैजनाले फन गरिरहेका हुन्छन्, ट्रोलिङ गरिरहेका हुन्छन्। अनि अर्को मसल ग्रुप भनेको नेक एन्ड ट्र्याप्स। नेक पनि एउटा स्पेसली एट्र्याक्टिभ मसल ग्रुप हो बोइजमा। तपाईँको नेक स्ट्रङ भयो भने इफ यु आर इन स्ट्रिट फाइट, अब झगडा पऱ्यो भने नेक त इम्पोर्टेन्ट भूमिका खेल्छ। जस्तै नेक अब झगडा गएर इन्जरीमा पऱ्यो भने करियर जान्छ सबै। अनि एकचोटि नेकको केही इन्जरी भयो भने त्यसको लाइफ गयो भन्दा हुन्छ, किनभने नेक रिकभर हुन निकै लाग्छ टाइम, कोही त रिकभर नै भएको हुँदैन। त्यही भएर नेकलाई ट्रेन गर्न, स्पेसली नेकलाई ट्रेन गर्नु भनेको एउटा राम्रो काम हो। जस्तै अब नेकलाई चाहिँ इम्पोर्टेन्ट भूमिका दिने सोल्डरभन्दा बेसी इम्पोर्टेन्स मलाई लाग्छ नेक नै हो। नेक एउटा लाइफ सेभर पनि हुनसक्छ। अब नेकको लागि भनेको धेरैवटा छ एक्सर्साइज होइन, रिसर्च जान्न भयो गुगलमा जाने अनि टप 10 बेस्ट एक्सर्साइज फर नेक भनेर सर्च गर्ने। नेक भनेको एउटा फास्टेस्ट मसल पनि हो क्या, छिटै बन्छ नेक बनाउन, त्यस्तो गाह्रो हुँदैन। ट्र्याप्स पनि त्यस्तो हुँदैन जस्तो लाग्छ। अनि अर्को भनेको भन्न गइहाल्छु त्यो फोरआर्म्सको लागि भनेको सबसे राम्रो एक्सर्साइज भनेको हाम्रो ह्यान्ड ग्रिपरदेखि फोरआर्म्सको धेरैवटा एक्सर्साइज जान्न सकिन्छ। ह्यान्ड ग्रिपर भनेको यो हो, यसलाई त्यस्तो महँगो पर्दैन, जहाँसम्म मलाई लाग्छ 500-600 मा आइहाल्छ। अनि एउटा बेस्ट इन्भेस्टमेन्ट हो यसरी हान्ने। यसले फोरआर्म्सको सबै हान्न सकिन्छ फोरआर्म्सको लागि। त्यही नै हो आजको भिडियो, बाइ।